मलाई एउटा केटी अति नै मन पर्थ्यो होइन, अति नै के अति नै। यो केही वर्ष अगाडिको कुरा हो, हुन्छ नि हेर्दैखेरि बार्बी जस्तो लाग्ने कि क्या क्युट थियो यो। अनि हामी यत्तिकै फेसबुकमा भेटेको, फ्रेन्ड रिक्वेस्ट मैले पठाएको, फेसबुकमा भेटेको, यत्तिकै कुरा कहानी गर्दा गर्दै दिन हप्ता महिना बितेको थाहा नै भएन। अनि ऊ पनि यस्तो राम्रोसँग बोल्थ्यो कि मलाई केही फिल हुन थाल्यो होइन। अनि मैले त्यसपछि मनमा कुरा लुकाउनै सकिनँ कि, अनि भन्दै मलाई तिमीलाई लास्टै मनपर्छ भनेर। अनि उसले भन्यो मलाई अब हेर यस्तो यस्तो हो, पछि गएर अब हामी अहिले त रिलेसनमा बसौँला, अब पछि गएर तिम्रो फ्यामिली मानेन भने, मेरो फ्यामिली मानेन भने बेकाममा पछि गएर हामीलाई नै गाह्रो हुने हो भन्ने जस्तो कुरा गर्यो उसले। अनि त्यसपछि अनि धेरै कुराहरू पनि मिलेको थिएन हाम्रो, लाइक म डिस्कस गर्न चाहन्न, तर पनि अब ऊ यति बुझ्ने मान्छे थियो कि अब के भन्ने। अन्तिम कुरा भएको थियो त्यो दिन। अनि त्यसपछि यो गीत चाहिँ कस्तो भन्दाखेरि मैले मेरो पर्सपेक्टिभ होइन कि म ऊ भएर उसको पर्सपेक्टिभबाट लेखेको गीत हो। कहानीको अन्तिम पाना पल्टाउँछु ल, मेरा केही दुःख र सानो गुनासो सुनाउँछु ल। मनमा हटाउँदैनौ कि माया तिमीलाई लाउनु छ। हाँस बोल माया विरती त के नै हो र, साथ दिन्छु भन्न सक्छु तर साथ निभाउने कुरा नगर। अर्को संसारमा तिमी मेरो राजा र म तिम्रो रानी बनौला। हात थाम्न नसके नि प्रिय, हात जोडी प्रार्थना गरौँला। मनमा मेरो सानो ठाउँ छ, हटाउँदैनौ कि माया तिमीलाई लाउनु छ। मनमा मेरो साँघुरो ठाउँ छ, हटाउँदैनौ कि माया तिमीलाई लाउनु छ। यति नै हो कहानी। कहानीको अन्त्य नि कस्तो कस्तो भयो। नत्र अहिले ब्रेकअप सङ होइन लभ सङ सुनाएर आउँथेँ म तिमीहरूलाई।